ईश्वरलाई धन्यवाद दिन्छु म यसो मसीहको नाउँमा एक फेर परमेश्वर पिताको लागि शिरभन्दा माथि लगेर प्रार्थनाले सम्मान गरेर ईश्वरलाई धन्यवाद दिन्छु म यसो मसीहको नाउँमा। त हिमाल पहाड तराई कोही छैन पराई सबैलाई सबैले एक मात्र सचाइ। ईश्वर कुनै चिज वस्तुमा कुनै जात धर्ममा हुनु हुँदैन, ईश्वर आत्मामै हुनुहुन्छ भनेर चिनाउनु हुने हामी सम्पूर्णको रजकुवा आत्मीय माता पिता प्रकाश र जोशीलाई हजुरहरूको समस्त परिवार र यस महिनामा पाल्नुहुने जति पनि शाखा अगुवा सहअगुवा र लिडरजनहरू र जति पनि ठाउँबाट पाल्नुहुने सम्पूर्ण लिडरजन सरजुर म्यामजुर र मेरो शाखा लमजुङ शाखा अगुवा नेता गुरुङ म्यामजुरमा पनि ईश्वरको भरिपूर्ण आशीष मिलिसकेको छ भन्दै ईश्वरलाई धन्यवाद दिन्छु म यसो मसीहको नाउँमा। र भातृ बदन टेलिका सौरा हजुरहरू क्यामेरा पर्सन सर हजुर ईश्वरले पताएर आउनुहुने सम्पूर्ण ईश्वरको निर्देश सन्तानप्रति म लमजुङ शाखा लिडर सेवकहरूको तर्फबाट शिर झुकाएर सम्झाउँदा ईश्वरको भरिपूर्ण आशीष मिलिसकेको छ त ईश्वरलाई धन्यवाद। मैले शुभको समाचार सुने मैले मेरो बहिनीद्वारा ग्रहणचङ्गाई गरेँ मनकुमार दोङ सरदारबाट उहाँहरूलाई पनि ईश्वरको भरिपूर्ण आशीष मिलिसकेको छ त ईश्वरलाई धन्यवाद दिन्छु यस मसीहको नाउँमा। त मेरो जीवनको ठुलो गवाही नै मेरो ईश्वर चिन्नु नै मेरो जीवनको ठुलो गवाही हो होइन। आजभन्दा लगभग 11.5 वर्ष लगभग 11.5 वर्ष अगाडि होइन जागिर खाएको भर्खर 3 वर्ष 4 वर्ष पुग्दै थियो त्यो अवस्थामा शैतानी आत्माले मलाई एउटा कुँजो अवस्थामा पुर्याएको थियो, एउटा बैशाखीको सहारामा पुर्याएको थियो, काम नसक्ने बिरामीले गाजेर राखेको थियो। त्यस्तो अवस्थामा मेरो परमेश्वरलाई चिनेको थिएँ। जुन दिन मेरो परमेश्वरलाई चिने, जुन दिन पिता परमेश्वरलाई पिताजी र यसो मसीहलाई गुरुजी माने त्यस दिनदेखि मेरो परमात्माले मेरो जीवनमा भलाचङ्ग बनाइदिनु भयो। यसमा पनि ईश्वरलाई धन्यवाद दिन्छु यसो मसीहको नाउँमा होइन। त संसारका गुरुहरूले भन्नुहुन्थ्यो अब त बाँच्दैनस्, तेरो जीवन केही पनि छैन भनेर उहाँहरूले भन्नुहुन्थ्यो, जबकि उहाँहरूलाई आफ्नो भविष्यको बारेमा पनि थाहा थिएन। उहाँहरूले भनेको कुराहरू पत्याएर हिँडेको थियौँ होइन। तर त्यस्ता कुराहरूबाट पनि आज परमात्माले छुटकारा दिएर म 5 मिनट उभिन नसक्ने व्यक्ति, एउटा बैशाखीको सहारामा हिँड्ने व्यक्ति, पेसाले नेपाली सेनामा जाहिर गर्ने व्यक्ति म बिहान उठेर दौडधुप गर्नु पर्थ्यो, साथीहरू दौडधुप गर्नुहुन्थ्यो, ड्युटी गर्नु पर्ने व्यक्ति म ड्युटी गर्न नसक्ने अवस्थामा हृदय कराउँदै एउटा कुनामा बस्थेँ। गर्न साथी मलाई टोयलेट लाग्थ्यो, डोराएर लग्दैन भन्दा पनि साथीहरूले झिजो मान्नुहुन्थ्यो। 2-4 जना साथीको नजिक पनि बन्न नसक्ने व्यक्ति आज मेरो परमात्माले मेरो जीवनमा यस्तो आशिष दिनुभयो कि अब मलाई संसारबाट फालिएको व्यक्तिलाई आज आफ्नो देशको मात्र राष्ट्र सेवक गरेको थिएँ। देश र जनताको लागि सधैँ सेवक त बनेको थिएँ। मेरो जिम्मेवारी ठुलो छ जस्तो लाग्थ्यो। त्योभन्दा पनि ठुलो जिम्मेवारी लिएर म यही 28 गते द्वन्द्वग्रस्त मुलुक एउटा कङ्गो भन्ने ठाउँमा होइन, अफ्रिकाको कङ्गो भन्ने देशमा म पनि यही 28 गते जाँदैछु। यसमा पनि ईश्वरलाई धन्यवाद दिन्छु यसो मसीहको नाममा होइन। हिजोको दिनमा हिँड्न नसक्ने व्यक्ति म, दौडिन नसक्ने व्यक्ति म आज त्यस ठाउँमा गएर पाँचकाल भन्ने ठाउँमा गएर 5 महिनाको तालिम गएर आज दौडिएर पनि हरेक फिजिकलमा पास गरेर मेडिकलमा पनि पास गराएर त्यो ठाउँमा जान गएको मेरो परमात्माले बनाउनु भयो। योभन्दा ठुलो आशिष केले होला र पिता हजुरलाई धन्यवाद दिन्छु यस मसीहको नाउँमा। संसारका 2-4 जना आफ्नो आफन्ती पनि छोड्नुभयो, दाजुभाइ दिदीबहिनी पनि टाढा हुनुभयो, हरेक टाढा हुँदै जानुभयो। आज मेरो सच्चाइ केन्द्र नेपाल साझा थलो बनेको छ। यही ठाउँमा आउँछु मेरो बुवा आमालाई पनि देख्छु, यही ठाउँमा आउँछु मेरो दाजुभाइ दिदीबहिनीलाई पनि देख्छु, यही ठाउँमा आउँछु मेरो साथीसँगलाई पनि देख्छु। मेरा 2-4 जना छुटेकासँग मलाई कुनै पनि दुःख मनाउ छैन पिता। आज त मेरो साझा घर सच्चाइ केन्द्र नेपाल बनेको छ। यसो पनि समय धन्यवाद दिन्छु म यसो मसीहको नाउँमा। हिजोको दिनमा कहाँ गएर के गरौँ भन्ने व्यक्ति आज हिजो 70-75 किलो पनि नहुने व्यक्ति आज 80-90 किलोको बनाएर राख्नुभयो। म विदेश जानको लागि मलाई 74 किलोको वेट चाहिन पर्ने थियो, तर परमात्माले त्यो वेट पनि फिट गराइदिनु भयो। तालिमको दौरानमा गर्दै जाँदा 93 किलो लिएर शरीर लिएर गएको व्यक्ति मेरो साथीहरूले भन्नुहुन्थ्यो यो त दौडधुप पनि गर्न सक्दैन, यो त शान्ति जानलाई फिट हुँदैन भन्नुहुन्थ्यो। पिता हजुर त हुनुहुन्छ नि, हजुरले त मलाई लाजमा पार्नु नि। जुन दिन मेरो तालिम सकिएर म बाहिर जान के हुनेछु त्यस दिन आएर पिता हजुरको राज्यमा मेरो यो गवाही घोषणा गर्नेछु भन्ने मन गरेको थियो। त पिता आज परमात्माले यो समय दिनुभयो। यसो पनि ईश्वरलाई धन्यवाद दिन्छु यसो मसीहको नाउँमा होइन। एकदम खुसी रहनुहोला, सुखी रहनुहोला। सच्चाइ केन्द्र नेपाल झुटो छैन, साँचो छ। आज धेरै ठाउँ धेरैजना देखेको छु
अनलाइनमा पनि गरेको देखेको हुन्छु। कतिपय सर म्यामहरूले भन्नुहुन्छ आमिन पनि भन्न पाइँदैन सर, शास्त्र पनि पढ्न पाइँदैन सर, हामी कुन ठाउँमा गएर उद्धार पाइन्छ भन्नुहुन्छ। म चाहिँ भन्छु सिधै जानु, सच्चाइको नेपालमा जानुहोस्। कहीँ नपाएका सुख शान्ति खुसी त्यही भित्र पाउनुहुन्छ। परिवारहरू टुटेका छन् भने त्यही छुट्नुहुन्छ, आफ्नो आफन्त छुटेका छन् भने सबै कुरा त्यहीँ पाउनुहुन्छ। माया ममता हरेक कुराहरू सच्चाइको नेपालमा पाउनुहुन्छ भनेर हरेकलाई भनेर ईश्वरको सुसमाचार सुनाउने गर्छ। यसो परमेश्वरलाई धन्यवाद दिन्छु यसो मसीहको नाममा होइन। आज हामी यो काठमाडौँको ठाउँमा यस्तो उत्साहित महिमा गरिराखेको छौँ। सर म्याम कति बेला आउनुहुन्छ होला भनेर एउटा भवन उत्तोलनको लागि त आज यो थेगी नसक्ने भिड छ भने यस्तै सर म्यामको पर्खाइमा दुर्गम ठाउँहरूमा कतिपय पहाडी जिल्लाहरूमा होइन महिमा गर्न जाँदै गर्दा हाम्रो शाखाहरूमा सर हजुरहरू म्याम हजुर कहिले आउनुहुन्छ भनेर सर म्यामको प्रतीक्षामा धेरैजना जनहरू बसिरहनु भएको छ। यो मैले देखेको कुरा होइन, महिमा गर्न जाँदै गर्दा देखेको कुरा भने सर हजुर म्याम हजुरले यो मेरो कुरालाई पनि स्वीकारेर कुनै दिन समय मिलाएर त्यस्तो शाखाहरूमा पनि गएर महिमा एकदम उत्साहित गरिदिनु हुनेछ भन्दै ईश्वरलाई धन्यवाद दिन्छु यस मसीहको नाउँमा। आज मेरो परमात्माले मेरो जीवनमा एकदम आशिष दिनुभएको छ। आज हरेकको आफ्नो देशबाट छोडेर म पनि प्रदेश लाग्दैछु। जसरी मैले आफ्नो देश र जनताको लागि सेवा गरेर दिनरात नभनिकन ड्युटी गरेको थिएँ भने त्यस ठाउँमा गएर पनि मेरो परमात्माले मलाई सही तरिकाले ड्युटी गर्ने बनाइसक्नु भयो भन्दै ईश्वरलाई धन्यवाद दिन्छु यस मसीहको नाउँमा। र मेरो परमात्माले मेरो जीवनमा दिनुभएको गवाईले हजुरहरू सम्पूर्णमा ईश्वरको भरिपूर्ण आशिष मिलिसक्यो। हजुरहरूको गवाईले पनि मेरो जीवनमा ईश्वरको भरिपूर्ण आशिष मिलिसक्यो भन्दै कार्यक्रम सञ्चालन गर्नुहुने दुवै सर हजुर म्याम हजुरमा पनि ईश्वरको भरिपूर्ण आशिष मिलिसक्यो भन्दै हजुरहरूबाट छुट्टिन चाहन्छु। हस्त नमस्ते।